को आएको थियो यहाँ तिमीहरूको भिडियो बनाइदिनु ल मैले सोचेको थिइनँ हिउँ पर्छ भनेर हिउँ यस्तो परिरहेछ माथितिर डाँडातिर दामी परिरहेछ होइन अनि अब म निक्लिनु लागेको छु मालिक अर्जुन अब यहाँ हामी 5-6जना केटाहरू छौँ एउटा गाडी बुक गर्ने हो यता छ यहाँ घन्टी के छ घन्टी एकदम छ नि आज त घन्टी बज्छ ठोके ल ल ल भोट गेमा दाइ घन्टीमा भोट गेमा घन्टीमा ल नयाँ ठाउँ जानु हेलो दलेक के हेर दैले दलेक दलिए हैन कति टाइम लाग्छ रे दाइ यहाँदेखि 1.5 घण्टा तपाईको भाडाले 500 रुपैयाँ छ यहाँबाट हजुर ल हामी चाहिँ यस्तो फलफुल सलफुल सब किन्न लागेको छौँ होइन नयाँ ठाउँ एक्साइटेड छु म तपाईँहरू कतिको एक्साइटेड हुनुहुन्छ यहाँ कमेन्ट हाल्नु होला यो अनि मन परेमा यो ठाउँ म तपाईँहरू सबलाई रिकमेन्ड गर्छु मन परेमा मात्रै म रिकमेन्ड गर्छु कालो चस्मा लाउ है बढिया विशाल बजारको गाइजहरु म चाहिँ माथि छु ओइ कहाँ झरो दाइ कस्तो लागिरहेछ मेरो टोपी लगाइदे चिसो ओए के हो यो ओए अब्स्ट्याकल अब गाली गरिहाल्यो किन हो बाहिर ओए 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 भयो यार ओ डर लाग्यो ए बच्चा ए भगवान ए उपनाले बच्चा यो पर टाढैमा फुरुरु फुरुरु ए अमृत खले ल बाटो यस्तो छ है बाटो यस्तो छ है गाइस केटाहरू पछाडि बसिरहेछन् अनि यो ठाउँ होइन के अरे अनुदानबाटै त होला नि होइन यो सबै यो पुलिस औषधि बसेको छ अब के रहेछ भने यो ठाउँमा चाहिँ धेरै कृषि क्षेत्रमा चाहिँ धेरै विकास भएको कोल्ड स्टोरहरू सबै रहेछ क्या टनेलै टनेल छ मैले धेरै टनेल देखेको यो ठाउँमा सिपल थान भन्दै के हजुर पार्कहरुकै बनाएको छ के सबै पार्कहरू बनाएको छ यहाँ सबै पिकनिक सबै आउँछन् त्यहाँ त्यही हो पिकनिकको लागि जाने चाहिँ वाउ तिमीहरू बाङ्गा बगर मात्रै घुम्छौ साथीहरू यता अरे पिकनिक स्पोट ल हाम्रो डिसिजन भयो यो डाँडा जाने कि यो यता अगाडि जाने भयो हामी अगाडि कहाँ हो यो बाटो कहाँ जाने दाइ यो खलङ्गा जाने बाटो यता है रोक्नु अरे यहाँ सिपल जान्छ नि अलिक यहाँ यो गाडी रोक्नु ओइ बोके सामानहरू यहीँ हो अब ओ केटा हो यहीँ त हो यहाँदेखि माथि पार्कमा जाने हो यहाँ यो परेको छ पार्क हो क्या यो बाटो माथि हो सर ओए मा कस्तो लाग्यो ओए नानी मलाई चिसो लागिरहेछ नि फेरि ओए ओए नहान्न केटा हो ओए 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 कोइ काले लाग्यो मलाई नान्न म बिरामी छु भनिरहेको ओए ओए मलाई नहान है ओए मलाई चाहिँ नहान है म अलिक बिरामी छु है केटा हो ओए ओए लामा ओए ओए आउनु दिएन ओए ओए बिचारालाई ओए मोटो मान्छे छ मलाई ओए त्यसलाई होइन क्या तल हान्न तल र माथि भएर हान तल र माथि ओए मार ओए सेडाइल्यान्ड ओए मार सालेको ल गाइस कस्तो लागिरहेछ तिमीलाई यहाँ आइपुग्दा एकदम रमाइलो हिउँ भनेको लगभग हामीले सर्टेस्ट डिस्टेन्समा पनि हामीले हिउँ खेल्न पाएको भनेको यो ठाउँको लागि फेरि राजा कुत्र आयो त्यहाँ लुकेको थियो यार एकदम राम्रो खुसी एकदम यस्तो खुसी छु कि यस्तो एकदम दामी लागिरहेछ मलाई पनि नयाँ ठाउँ हो
सबै घुम्नु पर्ने लायकको ठाउँ छ है यो माथि पार्क छ अरे पार्कतिर हामी जाँदैछौँ यो नै हुन्छ बाटोभरि साथीहरूलाई आओ साथी हो जाउँ भनेको मानेनन् किचकिच गरे अब कहिले हामी समुद्र सतहदेखि 2000 मिटर माथि छौँ अनि एकदम दामी यो केटाहरूले यार घेरे चाहिँ पुरै झरेको रहेछ घेरेर हानेर कता कता यार हिउँले बर्बाद बनायो मलाई लाग्छ कि हाम्रो गोकुलेको कृषि क्याम्पसदेखि फर्स्ट टाइम आएको भनेको हामी नै होला हाम्रो यो ग्रुप होला कस्तो लागिरहेछ बुरे नयाँ ठाउँ मन्दिर रहेछ यहाँ भलिबल खेल्ने ठाउँ पनि रहेछ ओइ ओइ मोर्ला साला घन्टी मोर्ला है ल ओइ ओइ मेरो ड्रोन ल मारो कहाँ अरे तिम्रो घर दैलेख स्कुल हो तिमीहरूको कहाँदेखि स्कुलबाट आएको नानी ए भ्रमण आएको ओइ कति रातो गालो यार यहाँ धेरै आउँछ भोलि बिहान त पुरै बुझाउने छ है मेरो घर चाहिँ मेरो पूर्व हो अनि गोकुलमा पढ्छौँ हामी ल एकदम दामी लाग्यो मलाई यो ठाउँ म सबैलाई रिकमेन्ड गर्छु यो ठाउँ आउनु होला एकदम दामी सुपर खतरा मालिक अर्जुन भन्ने जाने भनेर हामी गरेको प्लान होइन यो नवीन र जोशी दाइ म जान्न गर्दै कस्तो लाग्यो म आएर त यहाँ पुगेको नत्र कस्तो लाग्यो भन्न कहाँ मालिक अर्जुन जानु दामी ठाउँ छ हेर्नु न यहाँ विवेकजी कस्तो लाग्यो राम्रो रहेछ दामी नसोचेको जस्तो भयो स्वर्ग जस्तै के स्वर्ग ल केटाको कस्तो लाग्यो मेघदाई झन् आज चिट्टी कपाएर दारी सारी काटेर आएको छ नि यस्तो हिँड्छ अनि ल एकदम दामी बेस्ट यो बरफ खाने हो हान्दैछ नि ओइ नपर न यार तिमीहरू फेरि यस्तै केटाकेटी जस्तो बेहोरा देखाउनु थाल्छ मार सालेको फुट्यो त यार ओइ कुकुरलाई लाग्छ नि मोर्ला फेरि है ला आइज भोटे फेरि ओइ जुम यार केटा हो हिँड न यार फाइनल गाइस हामी दलै खाने ठाउँमा आइपुग्यौँ त्यहाँदेखि लगभग कति 5 मिनट हिँड्यौँ मात्रै गाडीमा यो चाहिँ हाम्रो यहाँ खलङ्गा दार्चुला खलङ्गा जाने बाटो हो यो अब हामी यहाँ चाहिँ खाजा खानेको लागि आएको छौँ रविन्द्र के छ अरे दाइ यतै बस्नुको व्यवस्था पनि छ अरे बसेर भोलि बिहान त्यहाँ हिउँ परेर त हेर्नु जाँदा त एकदम रमाइलो हुन्थ्यो के खाजा पाउँछ त यहाँ के पाउँछ दिदी हजुर के हो यो के को मासु खसी बाख्रा ल हामीले चाहिँ अब खाजा खान थाल्यो कस्तो छ मासु चिउरा 120 मा मिठो छ बुर्देल बबाल छ कस्तो लाग्यो तिमीहरूलाई राम्रो लाग्यो मेरो नाम के हो यता सबजना मेरो पछि मेरो नाम के हो थाहा छ कि छैन भन्नु कि नभन्नु मेरो नाम भन्नु कि नभन्नु भन्नु त मेरो नाम अमृत के अरे मेरो नाम अमृत दाई को आएको थियो यहाँ तिमीहरूको भिडियो बनाइदिनु ल सबैले के गर्नु पर्यो सब्सक्राइब हान्नु पर्यो च्यानललाई सब्सक्राइब दिस channel. Thank you. Bye bye.